नमस्कार। सन्तानमा बाधा अवरोध किन र कसरी? आज हामी कुरा गर्नेछौँ सन्तान किन भएन, कारण के हो, गर्भ ढिला रहनु अथवा गर्भ रहनै नखोज्नु, यस्ता मुख्य कारण किन हुन्छन्। यदि तपाईको जन्मलग्न कुण्डलीमा पञ्चम भाव यदि कमजोर अवस्थामा चाहिँ छ, कमजोर भएर बसेको चाहिँ छ, पञ्चमेश ग्रहसँग राहुको युति छ, शनिको युति छ, अथवा मङ्गलको युति छ, अथवा केतुको युति छ, अथवा पञ्चमेशसँग खराब ग्रहको अवस्था छ भने यस्तो अवस्थामा गर्भ बस्न गाह्रो हुन्छ। विशेष गरेर पञ्चम भावका स्वामी जुन चाहिँ छन् उनी निचो हुन हुँदैन र उनीसँग निच ग्रहको दृष्टि चाहिँ हुन हुँदैन। यदि तपाईको पञ्चमेश नै अस्त अवस्थामा चाहिँ छ, पञ्चमेश नै खराब अवस्थामा चाहिँ छ, पञ्चमेश ग्रहले नै चाहिँ तपाईलाई चाहिँ सपोर्ट गरिरहेको चाहिँ छैन भने त्यस्तो अवस्थामा तपाईको सन्तान ढिला हुने हुन्छ। र विशेष गरेर पाठेघरसँग सम्बन्धित रोगहरू चाहिँ निकाल्न खोज्ने, गर्भधारण गर्न नमिल्ने, अथवा चाहिँ ब्लड सर्कुलेटसँग सम्बन्धित अथवा चाहिँ ब्लड इन्फेक्सनहरू चाहिँ देखाउन खोज्ने खालका चाहिँ स्थिति, अथवा चाहिँ महिलाको कुण्डली भए पुरुषमा अथवा श्रीमानमा चाहिँ कमी कमजोरी, अथवा चाहिँ पुरुष व्यक्तिको कुण्डली भएको खण्डमा चाहिँ श्रीमतीमा कमी कमजोरी पनि हुने हुन्छ। र एक पक्षबाट सन्तान हुन नखोज्नु र दोहोरो पक्षबाट चाहिँ सन्तान हुन नखोज्नुमा दुवैजनाको चाहिँ चिना विश्लेषण गरेको खण्डमा यही नै समस्या हो भनेर चाहिँ भन्न सकिन्छ। विशेष गरेर यस्ता ग्रह हुने व्यक्तिलाई अधिकतम आइभीएफको तर्फबाट चाहिँ सन्तान प्रोसेस चाहिँ गरेको चाहिँ थाहा पाइन्छ। त्यसैले पहिला एकचोटि चिना चेक गरेर कुण्डली अनुसार चाहिँ कसरी सन्तान प्लान गर्दा चाहिँ जाति हुन्छ, कुनै दोषको कारणले पो हो कि, त्यो कुरा चाहिँ थाहा पाएर त्यसको उपाय गरेर अनि बल्ल जीवनमा सन्तान प्लान चाहिँ यदि गर्नुहुन्छ भने, सन्तान यदि भागमा छ तर परिस्थितिवश नभएको हो भने त्यो उपाय गरेर चाहिँ सन्तान हुन्छन् नै। त्यो भएर एकचोटि राम्रोसँग कुण्डली विश्लेषण गराएर अगाडि बढ्नुभयो भने पक्कै पनि चाहिँ तपाईलाई सन्तान लाभ चाहिँ मिल्छ र सन्तानसँग सम्बन्धित खुसी पनि तपाईले पाउनुहुनेछ। यदि यस्तै जानकारीको लागि हामीलाई भर्खरै सब्स्क्राइब गर्नुस्, सँगै आउने बेल आइकनलाई प्रेस गर्नुस् र यस्तै जानकारीको लागि चाहिँ हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। त्यसको लागि हामीले WhatsApp नम्बर चाहिँ छोडेका छौँ, त्यसमा चाहिँ WhatsAppमा चाहिँ कन्ट्याक्ट गरेर हेराउनु पनि सक्नुहुनेछ। हस्त, नमस्कार।